ल साथीहरू नमस्कार। मैले हिजो एउटा यो हिसाब दिएको थिएँ, तपाईहरू हल गर्न कमेन्टमा बताउनु भएको थियो। मैले यसमा भनेको थिएँ पहिला के मान्ने, पहिला क्रय मूल्य मान्ने, किनकि क्रय मूल्यसँग भन्दा भनेर आएको छ। भन्दामा भएर आएको जुन शब्द हुन्छ त्यसमा मान्ने, त्यसलाई के मान्ने, त्यसलाई पहिला यहाँ क्रय मूल्यमा, त्यही कारण यहाँ क्रय मूल्य एक्स मानेको छ। यसमा भनेको छ एउटा सामानको अंकित मूल्य क्रय मूल्य भन्दा पहिले बढी छ, सो सामानको 60% छुटमा बेच्दा नफा वा नोक्सान कति हुन्छ। तपाईहरूलाई थाहा नै होला, कुनै कुराको छुट त्यो अंकित मूल्यमा हुन्छ। देयरफोर यहाँ लेख्ने, देयरफोर अंकित मूल्यलाई एमपी ले जना हुन्छ। मार्केट प्राइस जसलाई भनिन्छ, मार्केट सीपी भनेको क्रय मूल्य, त्यसलाई सेलिङ प्राइस भन्छ, प्लस सीपी को 65% ले वृद्धि भनेको छ, त्यही कारणले यहाँ प्लस गरेको हो। अनि यसलाई हर गर्दा x प्लस x इक्वल टू 65/100। अब यसलाई जोड्दाखेरि 165 र बट्टामा 100 हुन्छ, यहाँ x छ। अब यसलाई भाग गर्दाखेरि 1.65x आउँछ। अब यहाँ अर्को यहाँ भनेको छ 60% छुटमा बेच्दा नफा नोक्सान कति हुन्छ, त्यो भनेको छ। अब फेरि यहाँ अर्को फेरि लेखेर लेख्ने, फेरि 60% छुट पछिको विक्रय मूल्य जसलाई एसपी भनिन्छ, जसलाई एसपी ले सेलिङ प्राइस भनिन्छ, जसलाई अनि सीपी ले कस्ट प्राइस, एमपी माइनस एमपी को यहाँ भनेको छ छुट, त्यही कारण माइनस 60%। अनि यहाँ फेरि एमपी यहाँ निकालेको थियो हामीहरूले 1.65x माइनस 1.65x इक्वल टू 60/100। 1.65x माइनस 0.99x इक्वल टू 0.66x